हेलो नमस्ते गुड आफ्टरनुन के छ हजुरहरूको हाल खबर सन्चै हुनुहुन्छ? म त एकदम सन्चै छु। अनि हजुरहरू कस्तो हुनुहुन्छ, के गर्दै हुनुहुन्छ? हजुरहरू स्वस्थ अनि व्यस्त हुनुहुन्छ होला। म चाहिँ आज हाम्रो उता घर गएको थिएँ, पुरानो घर तरकारी लिन। अनि म चाहिँ हेर्नु नै बोक्न त हातमा बोक्दा बोक्दा हात गलेर यस्तो गाउँले पाराले यसरी बोक्दै हिँडिरहेको छु साथीहरू। अहिले चाहिँ यहाँको 7:30 भइरहेछ। यस्तो गर्मी छ दिनभरि। अहिले चाहिँ आकाश शीतल भएको छ। आज बादल पनि लागेको छ, सायद पानी पर्छ कि पानी परे पनि हल्का राहत हुन्थ्यो, किनकि अब धानको बिउहरू राख्ने सिजन भइसक्यो नि त। पानी नपरेर धानको बिउहरू पनि राखेकै छैन हामीले। तरकारी लिएरमा चाहिँ मेरो न्यू वासस्थानमा गइरहेको छु। हाम्रो घर चाहिँ पर चाहिँ साथीहरू देख्न सक्नुहुन्छ। यहाँ चाहिँ धेरै घरहरू बन्दैछ आज। अनि साथीहरू, अनि हजुरहरूको हाल खबर के छ? खाना पाक्यो त हजुरहरूको? मेरो चाहिँ घरमा दिदी खाना बनाएर राख्नु भएको छ। म चाहिँ दिदी हुनुहुन्छ आज, मैले त सजिलो छ। अनि साथीहरू, म चाहिँ हाम्रो घरमा आइपुगेँ है। अब चाहिँ घरमा आइपुगेँ साथीहरू। दिदीले के गर्दै हुनुहुन्छ है? आज म यसरी बोकेर आएको। सब बाटोतिर मान्छेहरूले मलाई कहाँबाट आउनु भएको गरे क्या, जुम्लाबाट भनेको, जुम्लाबाट भनिदिएको। के गर्नु साथीहरू, चाहिँ हाम्रो घर आइपुग्यो है। कुम्ला बोकेर आउँदा मेरो भिडियो कहाँदेखि आउनु भयो हजुर? कहाँ जानु लाग्नु भयो? बस कहाँदेखि आउनु भयो र हजुर? जुम्लाबाट आउनु भएको। को आउनु भएको छ? ए ठिकै छ, बास मागिहाल्नु भयो। बास दिने अवस्था त थिएन, तैपनि ठिकै छ। आजको